हेलो गाइज नमस्ते वेलकम टु माई ब्लग है। अनि यो चाहिँ मेरो फर्स्ट मोटो ब्लग हुनेछ। हामी आज काठमाडौँदेखि मेलम्चीको यात्रा गर्दैछौँ। 2 घण्टा जतिको हुनेछ यात्रा भने, जाँदा 2 घण्टा फर्किँदा 2 घण्टा। अझै हामी नेपाल प्रहरीको सामुकोसीमा अवस्थित पेट्रोल पम्पमा पेट्रोल हालेर यहाँबाट हाम्रो यात्रा सुरु गर्नेछौँ। हाम्रो यात्रा चाहिँ चाबेल भएर बौद्धबाट साँखु साली नदी हुँदै हामी नगरकोट गएर गर्नेछौँ, किनकि यता धुलीखेलको बाटो चाहिँ अहिले बनाउँदै गरेको भएर डिस्टर्ब छ अरे। अब यहाँ फलफुल किनेर हामीले भेट्न जाँदा फलफुल नासो लिने हाम्रो चलन अनुसार नासो लिएर यहाँबाट हामी निस्किनेछौँ। अहिले चाहिँ हामी साँखु हुँदै जानेछौँ। अब यो बाटोको दृश्यहरू म तपाईँहरूलाई देखाउने छु। हेलो नमस्ते अगेन। अनि हामी चाहिँ अहिले ठ्याक्कै नगरकोट टपमा आइपुगेका छौँ। नगरकोट टपबाट चाहिँ हामी लेफ्ट लागेर कुन्ताबेसी झर्नेछौँ। कुन्ताबेसीबाट हामी फेरि अगेन लेफ्ट लागेर हामी मेलम्ची नगरपालिका वार्ड नम्बर 10 चिप्पाघाट बजार पुग्नेछौँ आज। अहिले चाहिँ हामी नगरकोटको टपमा छौँ। यो ठाउँ चाहिँ आन्तरिक तथा बाह्य पर्यटकको लागि एकदमै प्रसिद्ध ठाउँ मानिन्छ। यहाँबाट चाहिँ हामी विभिन्न महालङ्गुर रेन्जका विभिन्न हिमालहरू देख्न सकिन्छ। अनि त्यसै लाङटाङ रेन्जका साथै उपत्यका काठमाडौँ उपत्यका पनि यहाँबाट देख्न सकिन्छ। त्यही भएर पनि मान्छे टुरिस्टहरू धेरै मात्रामा पर्यटकहरू आउनुहुन्छ यहाँ चाहिँ। अब हामी ओह्रालो लागेर तलतिर कुन्ताबेसी झर्दैछौँ। थ्याङ्क यू। नगरकोटबाट ओह्रालो लागिसकेपछि यति सुन्दर ठाउँ देखिन्छ। विभिन्न गाउँका हामीले दृश्यहरू देख्न सक्छौँ। आज चाहिँ वेदर अलि राम्रो नभएको कारणले हामीले हिमाल भने देख्न सकेनौँ। अलिकति बादल लागेको छ, तर यो गाउँको मनमोहक दृश्य तपाईँ देख्न सक्नुहुन्छ। यो नगरकोटको टप हामी चाहिँ त्यहाँबाट कुन्ताबेसीको लागि तल झरेर उतापट्टिबाट यतापट्टि आइपुगेका छौँ। यहाँ चाहिँ अहिले यहाँबाट चाहिँ हामीले देख्न सकिने महालङ्गुर हिमालयन रेन्जका हिमालहरू देख्न सकिन्छ। त्यसै गरी लाङटाङ रेन्जका देखिन्छ। अहिले यो वेदर अलि राम्रो भएको भए हामीले बाटोबाटै पनि देख्न सकिन्थ्यो। फाइनल्ली हामी अब आजको हाम्रो डेस्टिनेसन लगभग पुग्ने अब 10 मिनटमा पुग्नेछौँ। लगभग पुगिसकेका छौँ भन्दा नि हुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ तल देखिने बजार, त्यो बजार चाहिँ हाम्रो आजको डेस्टिनेसन हो। अनि त्यहाँ एकछिन भेटघाट गरेर बसेर खानासाना खाएर अनि हामी चाहिँ निस्किनेछौँ। यहाँबाट निस्किएर फेरि हामी त्यही सोही बाटो फर्किनेछौँ। फाइनली वी आर हियर चिप्पाघाट। किप वाचिङ गाइज। फाइनली हामी छोरीसँग भेट्यौँ। स्कुल जाँदैछ छाता ओढेर। यस्तो छ हाई भन्छ छोरी। म त स्कुल जाँदैछु भन्दा अनि एक्लै हामीलाई हेर्दै बसिहाल है तिमी। त्यहाँ जानु
म चाहिँ अहिले खेतमा हिँडेर खेत भिजिट गरेर अब चाहिँ घरमा गएर खाना खाने हिसाबले छ। यहाँ चाहिँ मकैबारी दर्याम दर्याम भनेको छ। दर्याम मकैबारी दर्याम दर्याम ऐसा लाग्दा है मुझे कर्याम कर्याम तन्नै लडेको। Okay guys, hope you enjoy my videos and see you in next video. गाईको गोठमा तपाईहरु देख्न सक्नुहुन्छ। हेलो गाई गाई अस्ति देखे है साथी हो। हामी चाहिँ यहाँ छौँ कि गाईलाई कुरो पकाउने ठाउँ चाहिँ यहाँ छ। यहाँबाट चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यस्तो खतरा भ्यू छ यहाँ। लुक एट द भ्यू, लुक लुक लुक। यो चाहिँ मकैबारी धानबारी सबै छ। अनि हामी चाहिँ यहाँ गाईलाई कुरो दिन आएको। कुरो यो अनि गाई चाहिँ यहाँ हुनुहुन्छ लक्ष्मी माता। उतै रक्षा गर्ने। आफ्टर अल हामी चाहिँ अब काठमाडौँ फर्किँदैछौँ। एकदमै रमाइलो भयो अनि भेटघाट पनि भयो। बुवालाई अलिकति टाउकोमा चोट लागेको भएर हामी भेट्न आएको थियौँ। अब चाहिँ हामी काठमाडौँको लागि फर्किँदैछौँ। धन्यवाद, किप वाचिङ। आलु बोक्रा खानु मन लागेर यहाँ किन्नलाई फेरि फर्केर आछौँ। त्यहाँ पुगेका थियौँ। कति रुपियाँ आन्टी? कति धेरै रहेछ हौ त्यहाँ राख्छु। आइतबार एकैछिन है। ल आन्टी बाई बाई। खाल्डोतिर पुलिस यता हेरेको त जान्छ के गर्ने हजुर। नहेर्छु उता खेल्छु म त हेर्दिनँ ल। भयो भयो। हो हामी चाहिँ यहाँ बसेर यसरी खाँदैछौँ। अघि हामी किनेको त्यो 50 रुपियाँको त्यो हो आलु बोखरा भन्छ त्यसलाई। बसेको छौँ हामी।
हो घर पनि आइपुग्यौँ हामी बल्ल बल्ल आइपुग्यौँ